हाम्रो यो एक्सटेन्सन गर्दाखेरि चाहिँ अब ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ यो लेन्थमा होइन, के अरे क्लाइन्टको नेल चाहिँ नि कत्रो ह लेन्थ त्यसमा ध्यान दिनुपर्छ। अनि त्यसपछि क्लाइन्टको नेल चाहिँ नि यतिको लेन्थमा छ भने हाम्रो सपोर्ट कतिको चाहिन्छ अरे एक्सटेन्सन गर्दाखेरि नेलको सपोर्ट लामो चाहिन्छ, कतिको लामोमा ठिक्कको यतिको भयो भने गर्नु मिल्छ? मिल्दैन नि त होइन। लेन्थ चाहिँ नि हाम्रो यतिको लामो लेन्थ छ भने चाहिँ नि थोरै सर्ट गर्नुपर्छ, किनभने हाम्रो एक्सटेन्सन गर्दाखेरि त यो त टास्सम्रे माथिबाट त कभर हुन्छ नि त, तलबाट यसलाई पल्टाउँदाखेरि चाहिँ नि तलको यो नेल छ नि यसले चाहिँ नि अलिकति राम्रो देखिँदैन कि, तल हेर्दाखेरि ट्याक्क टाँस जस्तो देखिन्छ कि, हेर्दा पनि हाम्रो नेचुरल जस्तो देखियोस् न होइन। त्यो भएको भएर यतिको लेन्थ छ भने चाहिँ यसलाई चाहिँ हामीले कट गर्नुपर्छ कि। कतिको कट गर्नुपर्छ भन्दा नेल कटर समाउने तरिका त सबैलाई थाहा छ नि है, सिकाएको हो। यतिको काट्नुपर्छ कि होइन। काट्नुभन्दा अगाडि फेरि क्लाइन्टलाई नै सोध्नुपर्छ होइन। अब कसैलाई काट्नु मन हुन्छ, कसैलाई हुँदैन नि त। अब जस्तै उहाँलाई मलाई यतिकोमै गरिदिनु भन्यो भने यसैमा नि गर्न सकिन्छ, तर त्योभन्दा अगाडि क्लाइन्टलाई चाहिँ कन्भिन्स गर्नु पऱ्यो कि कसरी हुन्छ होइन। अब त्यो यस्तो यो नेलमाथि हाम्रो यो टाँस्यो भने चाहिँ कस्तो देखिन्छ त्यो क्लाइन्टलाई भन्न सक्नु पऱ्यो। क्लाइन्टले हुन्छ भन्नु भएपछि मात्र गरिदिने है। अनि त्यसपछि चाहिँ यतिको काटिसकेपछि चाहिँ फाइल गरेर चाहिँ यतिकोमा चाहिँ हाम्रो लेन्थ हुनु पर्यो। यतिको भएपछि हाम्रो बल्ल नेल चाहिँ नि धेरै बेरसम्म नि टिक्छ, राम्रो पनि देखियो, नेचुरल पनि देखियो। जस्तै यो नेलमा हाम्रो सपोर्ट छैन, त्यो नेलमा सपोर्ट छैन भने चाहिँ हाम्रो धेरै बेरसम्म टिक्छ कि टिक्दैन? टिक्दैन नि त होइन। त्यो भएको भएर यतिको सपोर्ट चाहिँ हुन पर्यो। त्यसभन्दा अगाडि चाहिँ हाम्रो नेल चाहिँ नि जहिले पनि प्रेप गर्दाखेरि चाहिँ राम्रोसँग प्रेप भयो भने धेरै बेरसम्म टिक्छ होइन। यो बफर राम्रोसँग गरेन भने धेरै बेरसम्म टिक्दैन नि है। त्यो भएको भएर नेल टाँस्नुभन्दा अगाडि चाहिँ मजाले बफर गर्नु पर्यो। बफर गर्यो भने के हुन्छ, नेल खस्रो हुन्छ। खस्रो भइसकेपछि नेललाई लङ लास्टिङसम्म टिकाउँछ। मजाले बफर गर्ने अनि डस्टिङ ब्रस बफर गरिसकेपछि चाहिँ नेल टाँस्ने।